हेलो गाइज वेलकम ब्याक टु माई पेज। अनि सबैजनालाई एकदम वेलकम छ। दिदी बहिनी दाजु भाइ अङ्कल आन्टी बाजे बोजू सबैजनालाई। अनि म आज यो नयाँ टपिक लिएर आइरहेको छु। यो हो ठुलो टपिक हो, यो सबै यो संसारकै ठुलो टपिक हो। किनकि के हो भन्दाखेरि चाहिँ यो चाहिँ हामीलाई चल्दै गरेको जस्तो अहिले सबैजना बुढाबुढीहरूको हो। अनि बुढाबुढीहरूको बिचमा चाहिँ के हुन्छ, पुरा झगडा झाँटी जसको हुन्छ होइन। तिनीहरूको लागि हो यो भिडियो चाहिँ। एकदम लास्टसम्म नै हेरिदिनु होला। जो अब कोही कोही चाहिँ हतार हुन्छ तिनीहरू चाहिँ एकदम आरामले बेलुका सुत्ने बेलामा हेरिदिनु होला। किनकि यो अलिकति लामो बोल्छु म, तपाईँहरूलाई थाहै छ। कति सर्ट बनाउनु खोज्दाखेरि पनि म लामो बोलिहाल्छु हो। अनि लामै भइहाल्छ, अब गएको गएकै हुन्छ। अनि त्यहाँदेखि त्यो थाहै पाउँदैन म अब बोलेको पनि। अनि के हो भन्दा चाहिँ बुढाबुढीको रिलेसनको बारेमा जसले अब यो भिडियो हेर्नुहुँदैछ तिनीहरूले सबैजना जसको घरमा झगडा हुँदैछ बुढाबुढीको बिचमा, तिनीहरूलाई सबैजनालाई सेयर गरिदिनुहोस् यो भिडियो प्लिज। किनकि हामीहरू यो दुनियाँलाई किन झगडा गराउनु होइन। आफू पनि झगडा नगर्नुहोस्, कोही पनि बुढाबुढीहरू झगडा नगरोस्। त्यही त हो, एउटा मिलेर बसौँ होइन। अनि त्यही कारण चाहिँ मैले यो भिडियो लिएर आइरहेको छु। हिजो एउटा थट आइरहेको थियो दिमागमा। अनि त्यही कारण चाहिँ मैले यो भिडियो बनाउँदैछु। यो सबैजना बुढाबुढीहरूको लागि हो। अनि के छ भन्दैमा चाहिँ अब बुढाबुढीहरू झगडा पर्छ होइन। अब जस्तो लभ, जब हामीहरू कोसँग लभ गर्दाखेरि त्यहाँदेखि चाहिँ त्यतिखेर अफेयर हुँदाखेरि त्यहाँदेखि चाहिँ उयसले के भन्छ, त्यतिखेर हाम्रो चाहिँ सोच्छ क्या लभ हुँदाखेरि। अब अहिले हामीहरू बिहा गरिसक्यो, लभ हुँदाखेरि हामीहरू बुढालाई कति कम्प्लेन गर्छ। पहिला लभ हुँदाखेरि त किन चाहिँ हामीहरू चाहिँ उयो के भन्छ त्यसलाई यति बेसी माया गर्थ्यो, बिहा गरेर सबै माया हरायो। त्यही नै हो सबैको झमेला, यही हो लभ म्यारेजहरूको चाहिँ हो। लभ म्यारेज हुँदाखेरि त्यस्तो हुन्छ, सबैको झमेला त्यही थियो कि किन चाहिँ पहिला चाहिँ जस्तो छ त्यस्तो खोज्छौँ हामीहरू चाहिँ। जस्तो पहिला हामीहरू अब अफेयर गर्दाखेरि थियो त्यस्तो खोज्छौँ हामीहरू चाहिँ अहिले पनि होइन। अब जस्तो वाइफहरूको मनमा हुन्छ, हस्बेन्डहरूको मनमा हुन्छ, त्यो सबै हुन्छ। त किन भनेर भन्दाखेरि चाहिँ म अब बताउँछु तपाईँहरूलाई किन कसो हो भनेर। अनि हामीहरू जब अफेयर गर्छौँ त्यतिखेर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यतिखेर अब डर हुन्छ अफेयर गर्दाखेरि, अब कतै ब्रेकअप दिन्छ कि भनेर होइन। अनि ब्रेकअप दिन्छ कि भनेर डर हुनाले गर्दाखेरि चाहिँ त्यतिखेर चाहिँ एकदम फकाइहाल्छ, बुझ्नुभयो साथीहरू। अनि फकाइहाल्दाखेरि चाहिँ अनि त्यतिखेर चाहिँ फकाइहाल्दाखेरि चाहिँ अलिकति क्यामेरामा अलिकति डिस्टर्ब भयो ल, नरिसाउनुहोस् तपाईँहरू। अलिकति बोल्नु कोसिस गर्दैछु। अनि फकाइहाल्छ, त्यहाँदेखि चाहिँ त्यो झगडा हुनै दिँदैन। त्यही कारण चाहिँ हामीहरू लभमा हुँदाखेरि चाहिँ पुरा माया, डिप लभ, प्यारमा पागल भनेको चाहिँ यही नै हो। अब अलिकति रिसायो भने कि त केटाले फकाउँछ कि त केटीले फकाइहाल्छ, कि त छोडेर जान्छ भन्दैन। तर अनि बिहा गरेपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको बिहा गरेपछि यो हुन्छ कि अब रेस्पोन्सिबिलिटी आउँछ, एउटा रेस्पोन्सिबिलिटी आउँछ बिहा गरेपछि। केही न केही कुरामा केटीलाई पनि रिस उठ्छ, केही न केही कुरामा केटालाई पनि रिस उठ्छ। त्यहाँदेखि आउँछ नानी, नानी भएपछि झन् इरिटेट हुन्छ अब जस्तो लेडिजहरू होइन। त्यहाँदेखि नानी भएपछि यो गर्नु त्यो गर्नु। अब बुढा, अब हामी त सोच्छौँ बुढाको केही पनि छैन नि होइन, बुढा काम गरेर आउँछ, हामी त त्यो नानीलाई हेरेको हेरेको गर्नुपर्छ भनेर। अनि बुढाले केही उयो रेस्पोन्स नदिँदाखेरि अब हामीहरू वाक्कै हुन्छ। त्यहाँदेखि त झन् बेसी झगडा बढेको बढेकै गर्छ। अनि के हो कुरा भन्दाखेरि चाहिँ बुढाहरूको पनि त एउटा रेस्पोन्सिबिलिटी छ होइन। त्यहाँदेखि उनीहरू कमाएर लिएर आउँछ र त लेडिजहरू अब नानी सम्हाल्नु, अब जस्तो आफ्नो लाइफ भयो अलिकति राम्रो हुन्छ होइन। अनि हुनाले गर्दाखेरि चाहिँ के हो भन्दा चाहिँ अब बुढाहरूको पनि त अब त्यहाँ टेन्सन हुन्छ नि त। अन्त कसरी चाहिँ घरमा पनि हेर्छ, जस्तो तपाईँ अब घरमा हेर्नुहुन्छ अनि बुढाको पनि त्यस्तै त हुन्छ, बाहिर गर्नुहुन्छ होइन। त्यहाँदेखि चाहिँ घरमा अब कसरी हेरोस् नानी बुढीहरू, त्यति राम्ररी अब बाहिरको टेन्सनै हुन्छ नि त। कमाउने मान्छेहरूलाई मात्र थाहा हुन्छ होइन साथीहरू के कसो हो। बुढाहरू पनि अलिकति कमेन्ट गर्नुहोस् यो कुरामा चाहिँ, बुढीहरू पनि गर्नुहोस्। अनि त्यहाँदेखि चाहिँ त्यस्तो हुनाले गर्दाखेरि चाहिँ केङ 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 झगडा हुन्छ। अनि सेकेन्ड कुरा के हो भन्दाखेरि चाहिँ त्यसरी झगडा हुँदा हुँदा त्यहाँदेखि त रिलेसन बिग्रिँदै 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 कतिजनाको डिभोर्स पनि हुन्छ होइन। त्यो चाहिँ नहोस् भनेर चाहिँ म यो भिडियो चाहिँ बनाउँदैछु तपाईँहरूको लागि। जो पनि अब यो म खुदै फलो पनि गर्दैछु। त्यो चाहिँ अब कस्तो अब हेरौँ न, ट्राई गर्दाखेरि के हुन्छ होइन साथीहरू। अनि के हो भन्दा चाहिँ अब चाहिँ तपाईँहरू यस्तो गर्नुहोस् कि अब चाहिँ अब जति झगडा गर्नु थियो गरिहाल्यो होइन, जति झगडा गर्नु थियो गरिहाल्यो। अब चाहिँ यसो सोच्नुहोस्, तपाईँ आफै सोच्नुहोस्, अलिक सोच्ने कुरा हो यो पनि।
अनि अब चाहिँ झगडाहरू नगरेर चाहिँ बुढाहरूलाई के गर्नुपर्छ भन्दा चाहिँ बुढाले पनि बुढीलाई राम्ररी बिहान उठ्ने बित्तिकै होइन गुड मर्निङ भनोस् होइन, त्यहाँदेखि एउटा कमेन्ट केही राम्ररी देख्दैछौ या फिर केही न केही राम्रो खाले क्या बिहानदेखि नै अब सुरुवात गर्नु पर्यो नि त। अब मर्निङको राम्रो दिन भगवान्ले हामीलाई एकदम यो जिन्दगी दिएको छ, एकदम धन्यवाद गर्नुपर्छ। कतिजना चरा चरुङ्गे त्यसहरू हुन्छ, त्यो अब त्यो उयोहरू कस्तो लाइफ जिँदैछ होइन, तर अब भगवान्ले यतिको लाइफ त दिइरहेको छ नि त हामीलाई, त्यो लाइफको चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ। अनि त्यतिखेर चाहिँ अब जस्तो बिहान बिहान उयो हुन्छ के भन्छ त्यसलाई, उठेपछि गुड मर्निङ भन्नुहोस्, मिठो बोल्नुहोस् न। मिठो बोल्नुमा के छ र होइन, बोल्नु त हो, पैसा लाग्दैन र। अनि त्यहाँदेखि चाहिँ बिहान उठेर गुड मर्निङ भन्नुहोस्, केही कमेन्ट बुढाले पनि बुढीलाई गरोस्, तँ राम्ररी देख्दैछस्, या फिर खाना राम्रो बनायो, बुढीको त त्यही त हो, खाना मिठो भयो है। अब नराम्रो भयो भने भन्नुहोस् न, अन्त के जान्छ र, मिठो भयो। अनि त्यहाँदेखि राम्ररी देख्दैछौ, आज यो लुगामा राम्रो देख्दैछ बुढाहरूको लागि चाहिँ। अनि बुढीहरूको लागि चाहिँ के हो, ए तपाईँको दिन राम्रो होस्, आज राम्ररी काम गर्नुहोस् होइन, तपाईँको लागि म आज यो बनाइदिन्छु। अनि अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ यसरी मिठो मिठो बोल्नुहोस् होइन। त्यति मिठो बोल्दा चाहिँ के जान्छ, आफ्नो रिलेसन अगर ठिक हुन्छ भने चाहिँ त्यतिमा त खती छैन नि साथीहरू, हो कि होइन, के कसो हो। अनि त्यहाँदेखि त्यसरी बोल्नुहोस्, त्यहाँदेखि रिलेसन पनि राम्रो हुँदै जान्छ होइन। त्यति ट्राई गर्नुहोस् न, ट्राई गर्नुमा के छ र होइन। अनि खालि अब त्यो नानीको बिचमै त्यो उयसमै नभुलिदिनुहोस् तपाईँहरू होइन। त्यो नानीहरू त अब हुन्छ नि, अब त्यो टेन्सन त अब त्यो लेडिजहरू अलग्गै हुन्छ, मैले त भनि त हालेँ कि जेन्ट्सहरू अलग्गै हुन्छ भनेर। अनि अलिकति बुढालाई पनि प्रायोरिटी दिनुहोस्, बुढाले पनि बुढीलाई इज्जत दियो भने त बुढीले पनि बुढालाई इज्जत दिन्छ है। हेर्नुहोस् है, तपाईँ के सोच्नु त्यसमा, अब इज्जत त अब जस्तो कमेन्ट जस्तै हो। अहिले याद आयो, कमेन्ट तपाईँहरूले हेर्नुहोस् है, तपाईँहरूले कमेन्ट दिनुहुन्छ होइन। अब के हो भन्दाखेरि चाहिँ तपाईँले फोनमा पनि हेर्नुहोस्, फेसबुकमा तपाईँले कसैलाई कमेन्ट दिनुभयो भने त त्यसले ब्याकमा पनि त कमेन्ट दिन्छ होइन। अनि त्यस्तै हो, बुढाबुढीको रिलेसन पनि त्यस्तै हो। तपाईँ राम्रो कमेन्ट दिनुभयो भने ब्याकमा पनि तपाईँसँग फर्केर त्यस्तै आउँछ। ताली चाहिँ दुईवटा हातले बज्छ, एउटा हातले बज्दैन साथीहरू। अनि त्यस चाहिँ अब आफूले मात्रै गर्नु होइन, बुढाले पनि त्यस्तै फलो गर्नु पर्यो होइन। अनि त्यति नै हो। अनि के छ भन्दाखेरि चाहिँ त्यस्तै गर्नुहोस्, राम्रो हुन्छ जिन्दगी। कमेन्ट सोचेर गर्नुहोस्, अब त्यसरी नै फलो गर्नुहोस्। कसरी तपाईँहरू फेसबुकमा फलो गर्नुहुन्छ, लाइक गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ, त्यसरी नै बुढालाई पनि केही कुरामा पनि एप्रिसिएट गर्नुहोस्। है तपाईँले मेरो जिन्दगीमा यस्तो गरिदिनु भएको छ, त्यस्तो गर्नुहुन्छ, इज्जत दिनुहोस् न। इज्जत दियो भने त इज्जत पनि पाउनुहुन्छ त अन्त। अब लेडिजहरूले सोच्छ मलाई इज्जतै दिँदैन, अब जस्तो जेन्ट्सहरूले पनि सोच्छ होला मलाई इज्जत दिँदैन भनेर, तर ब्याक तपाईँले दिनुभयो भने त अन्त ब्याकमा पनि आउँछ त कमेन्ट जस्तै। त्यस्तै हो नि अब जिन्दगी होइन। हुन्छ साथीहरू, यति नै बोल्छु, साह्रै लामो बोलेँ हो। अनि आजको लागि यति नै हो। अब फेरि भोलि लिएर आउँछु नयाँ मतलब नयाँ स्पिच, नयाँ लेसन तपाईँहरूको लागि, राम्रो राम्रो लेसनहरू लिएर आउँछु। डेली मेरो यो भिडियोहरू हेरिदिनुहोस् तपाईँहरू। म यो भिडियो चाहिँ 8 बजीसम्म बनाइसक्छु होइन। त्यहाँदेखि 8 बजी मर्निङ बिहान उठेर चाहिँ यसरी म तपाईँहरूलाई आस्ते आस्ते गर्दै गर्दै यो संसारलाई बदलिम हामीहरू होइन। अलिकति राम्रो हौँ, झगडा नगरौँ, जाति नगरौँ, यो कति दिनको जिन्दगी छ, हामीहरू खुसी बसौँ न, खुसी राखौँ, खुसी बसौँ, अरूलाई पनि खुसी राखौँ होइन। साथीहरू के कसो हो कमेन्ट गर्नुहोस्, जसलाई केही कुरा सोध्नु छ भने कमेन्ट गरिदिनुहोस् होइन। अनि त्यहाँदेखि म बताउँछु त्यसको लागि के कसो हो। अनि त्यहाँदेखि त्यो डान्सहरूको लागि पनि मैले तपाईँहरूलाई बताइसकेको छु। कसैले केही उयो गर्नु चाहन्छ भने चाहिँ मलाई कमेन्ट गरिहाल्नुहोस्, त्यहाँदेखि म उयो गरिदिन्छु, त्यहाँ जोइन गराइदिन्छु। मलाई मेरो यही फेसबुक र इन्स्टा चलाउँदैछु, त्यहाँदेखि चाहिँ अलिकति नयाँ बिगिनिङ हुँदैछ मेरो। अब बिगिनिङमा पनि अलिकति हेल्प गरिदिनुहोस्। अब त्यो पहिलाको उयो त गइहाल्यो, फेसबुक त गइहाल्यो हो, उडिहाल्यो ह्याक भएर। अनि त्यहाँदेखि यो नयाँ फेसबुक खोलेको छु। अलिकति तपाईँहरू सबैजना मिलेर प्लिज मलाई अलिकति फलो गरिदिनुहोस्। अनि डेली म तपाईँहरूको लागि राम्रो राम्रो भिडियोहरू लिएर आउँछु। थ्याङ्क यू, बाई बाई।